आउनु ए बरे भोलि दिदी सुतिर आए बेलामा घर पुगिहाल्छु म भोलि आउने हो दाजु भोलि हेलो आउँछु बसेर नमस्ते काम गर्नु नमस्ते कस्तो लागिरहेको छ के भयो एकदम रमाइलो रोटी बनाउँदैछौँ हामी ए भोलि यहाँ माइतदेखि घर जाने हो नि त हो अनि रोटी बनाउनु पाउनु पर्छ मलाई पनि ल दिन्छु मलाई पनि ल ल लगेर दिन्छ अनुहार धोका खाने जस्तो के रोटी खान्छु यार फर्काउ ल सुरु गर हेर्न अब भन्छ बिच्चै ए बोयफ्रेन्ड खोज्न परे बोयफ्रेन्ड खोज्न परे टिकटकमा धाएकी छन् बोयफ्रेन्ड खोज्न परे टिकटकमा धाएकी छन् भाइलाई भेट्न परे यहाँसम्म आएकी छन् रमाइलो छ बरे 2 दिनको चोला है रमाइलो छ बरे ओइ म कति धेरै जुम इन भए दाजु म धेरै जुम नगर भो जुम आउटै हुँदिन छि हुन्न के जुम आउट ल राम्रो देखेर बोल्न कस्तो कति ओभर एक्टिङ गर्छु यार रमाइले छ बरे 2 दिनको चोला है रमाइलो छ बरे 2 दिनको चोला है काले देखि बरे तर्सिनु भो होला है ल 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 फर्काउ रे म डिस्ट्र्याक्ट भए म ट्र्याकमा गाउँछु ल फर्काउ दाजु मेरो खेदो बरे कलेक्सनसँग खन्या छिन् मेरो खेदो कलेक्सनसँग खन्या छिन् गाउँ मन पराइ थिए ज्वाइँ खोज्दै भन्या छिन् किन हो र माया जाल तोड्दैनौ किन हो र माया जाल तोड्दैनौ कलेक्सनलाई जोड्न चाहिँ छोड्दैनौ ला 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 लैबारै फर फर्काउ रे आवाज बन्द गरेर हेरिरहेछु मायाको भ्यू भरे खै कता छर्छ कि मायाको भ्यू भरे खै कता छर्छ कि श्रीमतीलाई उपहार दिन कान्छी बुढी लैजान पर्छ कि ए अब तिमीले दुनियाँ भ्याइदेऊ नि त अब तिमीले दुनियाँ भ्याइदेऊ नि त नयाँ वर्षको उपहार ल्याइदेऊ नि त ला 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 लैबारै फर फर्काउ रे यसरी जाने ट्यापिङ गर्नु ए टिकटकैमा बरे मलाई गाली बर्सिए टिकटकैमा बरे मलाई गाली बर्सिए आज हामी राम्रोसित फिल्म हेर्न गएको त दिदी त लडाइँ देखेर यो दिदी तर्सिए किन हो र त्यो गाली बर्सी हुन् किन हो र यो गाली बर्सी हुन् फिल्म होइन तिमी देखेर तर्सी हुन् ला 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 लैबारै फर फर्काउ रे ए मेकअप गरेर बरे के राम्री भइ चिन्ने मेकअप गरेर बरे के राम्री भइ चिन्ने रियलमा त बरे मुरा भइसकेरै चिन्ने ए हेर्न फर्केर हेर्ने जाउ त अनि के छ दाजु भोलि फर्किने हो गीतबाट भन न कस्तो कुरो गरेको ट्रिपल यार जहिले गीत गाए नि कलेक्सन जोड्न छोड्दिन हो दाजु तिमी कन्टेन्ट उनीहरूले मलाई कन्टेन्टलाई युज गरेर मैले पनि गर्छु नि यार गीतको लागि यार कता हो कहाँसम्म हिँड्यो मान्छे घर घरको सुतेर कि त खै किन हो अङ्कल अङ्कल भन भन जान्छौ अरे तिमीले नि चुम्नलाई जान्छौ अरे तिमीले नि चुम्नलाई कहिले जान्छौ दुबईमा घुम्नलाई ला 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 लैबारै फर फर्काउ रे यसो जान ट्याक अङ्कल भन्दै बरे मान्छेलाई चिन्दै थिए अङ्कल भन्दै बरे मान्छेलाई चिन् यो बहिनी 10 वर्ष अगाडि मेरो अगाडि नाङ्गे हिँड्दै थिए ठुली भइसकेछ यो बहिनी गाउँको बहिनी हो क्या ठुलो भइसकेछ के तिम्रो नाम ज्ञानु ज्ञानु तिमी आइदो प्रिय ज्ञानु तिमी कसको छोरी तिमी बोलेको छोरी कति वर्ष भयो पढाइ सढाइ गर्छौ कि नै कहाँ पढ्छौ बोयफ्रेन्ड छ क्या राति त हिँड्ने भने तिमीलाई चाहिँ के हो बहिनीले देखाउन तिम्रो नाम के हो
सरु नमस्ते सबैजना तिमी त पहिला हाम्रो गाउँमा थिएन त नि कता नयाँ हो कि नयाँ हो होइन यो? 3 वर्ष भयो कि म गाउँमा आएको म त खासै आउँदिनँ कि तिमी पढ्छौ 12 पास गरेको 1 वर्ष भइसक्यो कि बिहे पास त गर्नु बुइने सुनादारलाई एउटा कुरा नढाँटी गर्न भन रोबिन दाजुलाई तिमीले टिकटकमा मजाले हेरिरहेको थियौ होइन त पहिल्यैदेखि चिनेको ल एकछिन अनि तिमीलाई अगाडि हेर्दा कस्तो लाग्यो टिकटकमा देख्दा र अगाडि देख्दा के फरक लाग्यो कमाडी हेर्दिनु पहिलेदेखि तपाईँ उप्नेको गाउँको मैले देख्थेन त हाम्रो माउलाई यहीँ म त फर्स्ट टाइम देखेको थिएँ तिम्रो नाम के पुरा नाम सरु रेसिङ मगर उसको छोरी हो क्या बौदीको ए यार यत्रो यो अरे यार बहिनीहरू यार नाङ्गे हिँड्थे हाम्रो अगाडि यार पागलहरू यत्रो पर्छ बल्ल टोमीको बहिनी दाइ कहाँ दिदी सानो हो अनि यत्रो त बहिनीहरू त कहाँ यत्रो मुरा भइसक्यो भइसक्छ यत्रो थिए सानो सानो यार भेटिरहेछौ त्यो गाउँको बस्तीसँग भेटिरहेछौ त्यो गाउँको बस्तीसँग नाङ्गै हिँड्थ्यौ तिमी नि अस्तिसँग ला 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 लैबारै फरर ल फर्काउ रे अङ्कल मेरो मनमा बरै झरी भई बर्स्यौ र मेरो मनमा बरै झरी भई बर्स्यो नाङ्गे हिँडेर के देखेर तर्स्यौ र यसलाई जस्तो त्यस्तै हो किन गीत फर्काउनु फर्काउ यस्ता कुरा भनेको किन यस्ता कुरा भनेको किन तिम्रो मैले केही पनि हेरिन ला 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 लैबारै फरर फर्काउ रे गाइस सबैले ट्यापिङ गर्नु फलो गर्नु स्वर्गबाट बरे जबरजस्ती झारे कि स्वर्गबाट मुने जबरजस्ती झरे कि हेर्न हेर अनुहार एनोकन्डा चाहिँ परे कि यो रूपमा सबैले आगर छ यो रूपमा सबैले आगर छ मलाई भने राम्री देखेर डागर छ ला 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 लैबारै फरर फर्काउ रे गाइस सबैले सर्वे ट्यापिङ गर्नु न खै त ट्यापिङ तरनी घुमाम भने नगो जाँरो कडा छ तरनी घुमाम भने नगो जाँरो कडा छ मुखाभरि अलकत्र दले जस्तो थोपडा छ यो पनि हाँसतिर बाबा छैन हेर खड्केको सुमत छैन हेर खड्केको सुमत तिमी भन्दा गोरो नै हो म त ला 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 लैबारै फरर फर्काउ रे त्यस्तो भन्दा बरु यो मन रुँदैन त्यस्तो भन्दा बरु यो मन रुँदैन कागले काका भन्दैमा काग गोरो हुँदैन डेन्जर बहिनीहरू आउँछ जस बहिनीहरू यहाँ भएर मलाई कम्पनी मिलिरह लगाऊ र जामिन बसेर बस मलाई कम्पनी मिलिरह मायामा फस्या छ हेर सबले मायामा फस्या छ गोरो देखिन लाइट मुनि बस्या छ ला 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 लैबारै फरर फर्काउ रे गाइस सबैले ट्यापिङ गर्नु न छिटो छिटो अस्तिका बच्चा बरै अस्तिका बच्चा बरै हेर आज हट भएको रे अस्तिका बच्चा यो बहिनीहरू आज हट भएको रे बोतल बोकेर बरे रक्सी लिन आएको रे फर्काउ हेर हेर यो खड्के कस्तो छ हेर हेर यो खड्के कस्तो छ तिमीले नै गाड पारेको जस्तो छ ला 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 नेट पनि के हो यार यो नेट पनि छिमेकी आन्टीको छु जस्तो खास चलेको थियो फस्या छ पालपाले है मायामा फस्या छ गाउँ गएर रक्सी पारेर बस्या छिमेकी छ आन्टीको छु जस्तो खास चलेको म कहिलेसम्म आउँछु भोलिसम्म आउँछु क्या ए दाजु मेरो नेट अड्केछ र दाजु सबैजना मान्छे इत्रै छिन् बरै एउटा छोरा पाइरहेछिन् मान्छे इत्रै छिन् बरै एउटा छोरा पाइरहेछिन् यो बहिनी पनि बरै मेरो लाइफ हेर्न आइरहेछिन् गाउँका बहिनीहरू हेर हेर पिरती वर्ष्या छ हेर हेर पिरती वर्ष्या छ कस्तो काले भने सब तर्स्या छन् ला 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 फर्काउ रे बाई बाई गाइस बाई बाई भित्रको दाई उता नपर सुत्देला भित्रको अङ्कल परे उता नपर धेरै हाँ गर्न आँछ मच्छरले मुखैमा मुद्देला
बस न रमाइलो भयो के सरकारी जागिर छ तिम्रो बस न यार लौ त तिमीले मादलु बजाऊ लौ त खड्कु मादलु बजाऊ सातो जाला बच्चाको छेउ नजाऊ ला 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 फर्काउ रे बच्चा उसको 7 वर्षको बच्चा गीत पनि पानी पाँदै गाउँछ यार फर्काउ यसो जाने ट्यापिङ गर्नु न फर्काउ ए म को हो र बरे मलाई के चिनी छौ म को हो र बरे मलाई के चिनी छौ कपाल फिजाएर बरे भुत्तर छन् यस्तो भएर हिँडी छौ ओइ दाजु म के जुम इन भएको थियो पुरा खुट्टा माथि गरेर हल्लाउँदै बसेको जुम आउट भएको त म त औडा देखेछु अब रक्सी यो बोल्ला भन्छु मैले अब रक्सी भरे गिलासको बोतलमा राख न अब रक्सी भरे गिलासको बोतलमा राख न जमाना खराब छ बहिनी ठोनाइटो ढाक न रोबिनाले मिचेको खैनी हो नाइटो देखाइ नहिँड बहिनी हो ला 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 फर्काउ रे हे ढाक बहरै ए बहिनी शरीरको समान ढाक बहर बहिनी शरीरको समान बलात्कारीको बढ्या छ जमाना फर्काउ खाली भेट छ मेरो नै झड्केको खाली भेट छ मेरो नै झड्केको कुन दिन काण्ड आउँछ यो खड्केको ला 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 लैबाडै फरर फर्काउ रे फर्काउ यसो सुरु गर्ने क्याटिङ गर्नु न गाइस दोरीमा मलाई किन यसरी घोच्या छौ दोरीमा मलाई बरे किन यसरी घोच्या छौ काण्ड निकाल्न मलाई बद्रीबिष्ट सोच्या छौ हाम्रो नाता दाजुमै सीमित तिमी मेरो दाजुमै सीमित बद्रीबिष्ट भन्दा खतरा हो तिमी त ला 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 लैबाडै फोडर फर्काउ रे गर्लफ्रेन्डको लागि मैले भरे नयाँ कपडा किनेको छु र एक गर्लफ्रेन्डको लागि मैले कतै नयाँ कपडा किनेको छु र बद्रीबिष्ट भन्दा खतरा हुनलाई म के दुनियाँ छोरीलाई रेप गर्दै हिँडेको छु र मलाई बद्रीबिष्ट खतरा भन्ने होइन दाजु त्यस्तो छैन नै साथीहरू यो टपिकमा नकाम जाउन रमाइलो भइरहेको के गोडा जस्तो गर अब नाइटोमा नजर अरे यहाँ कमेन्टमा कसको नाइटो देख्यो यो केटीलाई जाडो पनि हुन्न बोक्सी लाग्छ बहिनी हाम्रो गाउँमा त बहिनी ढाकोमा अघि अरे मलाई जाडो भयो तिमी जाडो हुन्न मलाई जाडो भयो सर पात हेर्न कस्तो पात हल्लिरह मुने म यो रुखमा सानदेखि रुखमा चढेर हुर्केकोमा नाङ्गे कट्टुमलाई है नाकमा सिगान लिएर थाहा छ मलाई तिमी खुब बढ्थ्यौ रे थाहा छ मलाई तिमी खुब बढ्थ्यौ रे कट्टु नलाई त्यो रुखमा चढ्थ्यौ रे ला 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 फर्काउ रे तिमीले हेर दुनियाँ चिन्थ्यौ रे तिमीले हेर दुनियाँ चिन्थ्यौ रे नाकमा सिगान बगाउँदै हिँड्थ्यौ रे ला 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 लैबारै परर फर्काउ रे मेरो माया बरे त्यो मनमा लेख्यौ र मेरो माया बरे त्यो मनमा लेख्यौ र कट्टु नलाई रुखा चढेको कहिले पो देख्यौ र हुन्छन् तिम्रा सपना पुरा हुन्छन् तिम्रा सपना पुरा तिम्रो बाले भने थिए सब कुरा ला 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 फर्काउ रे हेर्न बहिनी हाँस्दिरह बच्चाले हाँस्दिरह यार मलाई यार तिम्रो नाम के रे समीक्षा अधिकारी ए
समीक्षा बोटे कतिको नाम के रे उनीहरूको सातो सिर्जा- जाला सातो जाला यो काले मान्छे देखेर सातो जाला है तिमी जस्तो एनाकोन्डा जस्तो अनुहार परा केटी साथी गएन अब बच्चा त साथ जान्छ मेरो उनीहरू घर जाऊ राति राति यो कालो मान्छे हेर्दैन होइन सातो जान्छ बा उज्यालो म त्यस्तो कालो छु छैन है घामलाई म त्यस्तो कालो छैन है म त्यस्तो कालो छैन के जबरजस्ती यत्रो आँखाले हेरेर म त्यस्तो कालो छु भन्छ त कसले छ भन्छ भने के म त्यस्तो कालो छु डराएर पनि छैन भन्छन् के अरे नि होइन त साथीहरू गोरु छु यार त्यसै केटी पछि लाग्छ र मेरो ए अँ भन्ने गर्थे बाले ए काले काले ए कालेलाई कोहीले मन पराउन थाले भन्ने गर्थे बाले ए काले काले ए कालेलाई च्यावालीले मन पराउन थाले भन्ने गर्थे बाले ओइ काले काले ए कालेलाई जाली वाली मन पराउन थाले भन्ने गर्थे बाले ए काले काले नयाँ वर्षमा जालीवाला कट्टु पार्दे बाले भन्ने गर्थे बाले ए काले काले त्यही जाली लाएर रोबिन हिँड्न थाले भन्ने गर्थे बाले ए काले काले जालीवाला कट्टु फाटेपछि सिंहले चिलाउन थाले भन्ने गर्थे बाले ए काले काले जालीवाला लाएर रोबिन झाले माले आया कति के छ दाजु भन्ने गर्थे बाले ए काले काले जालीवाला चायवाली सबै केटीहरू श्रीमतीले गर्दा पर पर जान थाले भन्ने गर्थे बाले ओइ काले काले रोबिनाले छावालीलाई मन पराउन थाले फर्काउ ए वाला भनौँ न दाजु एकछिन 2 मिनट ए त्यो के ए मेरो टाइम भयो त जानुपर्छ मलाई 10 बजे एकजनालाई गेम खेल्न बोलाउनु भएको ए ल ल ल ल दाजु ल शुभरात्रि ह्याप्पी न्यू इयर तपाईँलाई तपाईँको फ्यामिली सबैजनालाई है त त्यहाँ थ्याङ्क यू ल मिटु ल सेम टु लगाएर एकजना यहाँ भाइ हुनुहुन्थ्यो भाइसँग एकजना मेरो गेम थियो केटा हो टाइपसँग गाइस कति हुनुहुन्छ भाइ ह्याप्पी न्यू इयर यार आरामै हुनुहुन्छ के छ आफ्नो हालखबर ठिकै छ दाइ कता हो आजभोलि म त यतै छु दाइ ए गाई चन्द्रजी म त कपिल 4 नम्बर छु है आफू जन्मेको ठाउँ गाउँमा छु भोलि फर्किन्छु पोखरा के छ आज तपाईँको बर्थडे हो हजुर दाइ बर्थडे हो दाइ ल गाई सबैले उतापट्टि यसो ह्याप्पी बर्थडे भन्नुहोस् गाई ल सबैले उहाँलाई उस गर्नुहोस् ल है कति मेरोमा त खासै भ्युअर्स छैनन् आज होला नि 5-6 हजार त होला नि छैन जम्मा 3000 हुनुहुन्छ यार पोखराको लाइभमा आएको ए ए अलि आरामै हुनुहुन्छ ठिकै छ हल्का रुगल लाहा आज नयाँ वर्ष फिल्म हेरेको अनि मसँग टिकटकमा लाइभमा हाम्रो गेस्टमा रमाइलो गर्ने सौरदी पनि हामीसँग हुनुहुन्छ डेभिड रमाइलो होस् हजुर नयाँ वर्ष साथीहरू ए ठिकै छ ड्युटी जानुभयो भने तपाईँ होइन डे छ दाइ डे गर्छु पहिला नाइट गरेँ 2 वर्ष नाइट गरेँ लगातार अनि आजभोलि चाहिँ डे नै गर्छु म अनि सबै आरामै हुनुहुन्छ घर ओ सौरदी ठिक छ भाइ यहाँ तपाईँको नेपालमा कता भाइ भाइ घर मेरो घर चाहिँ उता बाँके नेपालगञ्ज बाँके बर्दिया ये क्या कर दिया है नहीं हजुर तपाईँ मलाई धोबी हान्नेलाई के गेम खेल्नु यार होइन दाइ त्यस्तो के होइन अब दाइसँग यसो खेलिदिउँ भनेको मात्रै हो डेभिड ब्रदर वेलकम है
सरोजी हजुर ए सरोजी हजुरको भ्युर्स यहाँ आउनु न। मात्रै म हारिहाल्छु होला टाल परे रोटी पनि यहाँ आउने के थ्याङ्क यू चन्द्रजी हाम्रो सरोजी आउँदै हुनुहुन्छ सर दिदी आउनु भएको सरोजी आउँदै खोइ होइन हाम्रो ऊ चन्द्रजीहरूले तपाईँले देख्नु पर्ने चाहिँ नमस्ते कति डल्लियो जुठो हातले नमस्ते गर्छ नि यार होइन भाइ नमस्ते नमस्ते चन्द्र कि रबिन कति डल्लियो यो दिदी यार बसा कहाँ भाग हेर्न रोटी ए मेरो अग्लो देखेन माथि बस्छिन् यार दिदी यार उहाँ बसिन् अग्लो देखिनलाई यार ए भागी बिल्ला गर्न बोलाएको यहाँ चन्द्र आएर तपाईँलाई देखाउनु भन्दा चाहिँ चन्द्र कपिल वस्त हो नि त ए चन्द्र भाइ कपिल अनि यहाँ खेल्नु भएको त रोबिन होइन रबिन ल के छ भाइ खेल्दिनँ गेम ल खेल्दिउँ दाइ ल कति गेम खेल्ने 2-3 एक हो भाइ यार एक हो यार वान एन्ड डन यार एउटा मात्रै खेल्ने धेरै त नहुनु भाइ उतामा जानुपर्ने काम छ कि ए हुन्छ दाइ के गर बेस्ट अफ 3 खेलौँ अनि हुन्छ टिम है दाइ ल ल ल हुन्छ दाइ कसको बर्थडे हो ल भाइको बर्थडे रहेछ क्या रबिन भाइको ठ्याक्क नयाँ वर्षमा बर्थडे रहेछ है हेप्पी बर्थडे रबिन भाइ थ्याङ्क यू दिदी हेप्पी बर्थडे टु यु थ्याङ्क यू अनि ह्याप्पी न्यु इयर दिदी कति बस्नु भाइ सेम टु यु अनि कस्तो नयाँ वर्ष कस्तो भयो भन्नु नयाँ वर्ष कस्तो नयाँ वर्ष जस्तै काम गरेर भयो दिदी अब बेलुका चाहिँ छुट्टी भएर यसो बसेको लाइफमा दिदी भन्छ सबैलाई थियो बहिनीले उता उताबाट यता बोलाउँछन् यताबाट उता बोलाउँछन् तपाईँ नि साह्रै सस्तो हुनुभयो यार ल दाइसँग त गाह्रो पर्छ है दाइको भ्युर्स खतरा हुनुहुन्छ ए मेरा बा के हो ओइ मा मेरो लौ केटा हो यार थ्याङ्क यू गाइस थ्याङ्क यू लौ